ल फाइनली गाइज होइन हामी चाहिँ अब त्रिवेणी मेला आइसकेको छौँ होइन अनि अब चाहिँ हामी भित्र जान्छौँ त्यता देखाउँ त एकचोटि कस्तो छ यो त्रिवेणी मेला हेर धुलोको यस्तो वातावरणमा सरकारले ध्यान दियोस् भन्न चाहन्छु अब यस्तो छ होइन पुरा धुलो उडेर पुरै धुलो उडेर हामी नै अब बाँदर जस्तो भइसक्यो त्यही भएर हामीलाई मास्क लाउनु पर्ने हुन्छ राइट होइन अब मास्क लगाएर भित्र छिर्ने हो होइन अब हामी जान्छौँ गाइज भित्रको एक दुईवटा होइन बुहरू लिन्छौँ धुलोले मारे है धुलो लास्टै त्रिवेणी मेलामा तर सालै पछि यस्तै हुन्छ यसो पानी छिड्नु छैन अटो स्टेसन गाडी पार्किङ यता जाउँ यता केही बोलेको छैन त्यतिकै वार्निङ बनाएर के बोल्नु पनि त छेउछेउबाट हाल्नु नि त राउन्ड के छेउबाट है तर केही नबोलिकन स्वाद हुँदैन फेरि होइन सधैँ छ त बजिरहेकै छ बजिरहेकै छ धुन फाइनली गाइस दुईवटा तक्ला अङ्कलहरू चाहिँ हाम्रो अगाडि छ पूर्णले चाहिँ उसको तक्ला हेर्दै हिँड्दैछ यो चाहिँ बल यहाँ चाहिँ खानाको होटल अगाडि मान्छे कति अग्लो दिदी यति राम्रो राम्रो नानीहरू पनि आउनुभएको छ हेर्न सक्नुहुन्छ गाइस फाइनली हामी गेममा आइसकेका छौँ गाइजहरू आज गेम हान्ने हो नि त आज गेम हान्नुपर्छ यता हेर्न सक्नुहुन्छ सिक्युरिटी अगाडिबाट पनि भिडियो गर्दै आउँदै हुनुहुन्छ हाम्रो सिस्टरहरू गाइजहरू यहाँ चाहिँ भिडभाड सायद सर्कस हो क्या अरे हामी आइसकेका छौँ ए होइन रहेछ स्केटिङ रहेछ है स्केटिङ फाइनली हामी स्केटिङमा आइसकेका छौँ प्लाईमा पो दिएछ त कुन स्केटिङ हो यो त्यो चाहिँ नजान्नेहरूको लागि हो क्या मजै हुँदैन ल मेसी रोनाल्डो नेपालको हरि खड्का ल हामी चाहिँ यो बलले यो ल है चोटीमा ढाल्ने नमागेको छ
हान एक तर अहिले हाम्रो बिस्तारै पूर्ण सरले पनि हाल्नु न, कोसिस पुरै गर्दै छिरेको हुनुहुन्छ। छ। ल ल ल ल फाइनली गाइजहरु तारपाटे किन लाग्यो तारपाटे माथि तर यो साइड चाहिँ हेर्नु पर्नुहुन्छ ल यता चाहिँ बोलेको केही सुन्दैन यहाँ त्यहाँ रोज सोध्नु मोबाइल दे मोबाइल दे कालो छ त्यो पहिलेकै हो क्या त्यो डिजाइन अर्को त्यो खालको लगा न किन्ने चाहिँ होइन यो हामी हेर्ने मात्रै गर्छु नि त गाई हेर तिम्रोलाई पूर्ण लगिदियो नि त एउटा गर्लफ्रेन्डको लागि मैले यस्तो कसको लागि गर्लफ्रेन्डको लागि एउटा झुम्का छैन नाम तोकेर चाहिँ नभनौँ होला त कानै छेड्या छैन उसले भन यथार्थ कुरा है फेरि मैले झुम्का लगिदिने भइसकेपछि त छेड्नु परिहाल्यो नि मेरा घुम्नु त ठिकै हो कि होइन तर अब के गर्ने कसो गर्ने भन्ने अत्तो पत्तो केही छैन धुलो धुवाले मारिसकेछ व्यवस्थित चाहिँ रहेनछ त्यही पनि गेम चाहिँ खेल्दैनौँ हामी गेम खेल्ने ठिक छ गेम खेल्नको गाई छैन अहिले हामी रोटेपिङ पनि खेल्नेछौँ होइन हाम्रो पूर्ण सर हराइसक्नु भएको छ फाइनली भिडभित्र केटी मान्छेहरूको फेभरेट होइन यो डल एकदम डलको त यहाँ रासै रहेछ खतरा छ प्राइस सोध न एकचोटि प्राइस सोध न एकचोटि 170 छोडिदिनु तर 100सम्म ठिक रहेछ पाउँदैन है हो र यो पनि यो 400 तर डग त राम्रो रहेछ यार यो लाइट यस्तै हुन्छ तर लास्टै महँगो यार हो
उता सोधेर आउनु एकचोटि ठुलो त यहाँ रहेछ नि त मान्छे जत्रो रेडबाट राम्रो हुन्थ्यो येल्लोबाट रहेछ यता त अन्तिम हो निक्लिने बाटै भइगयो होइन गाइजहरू तर्सिन्छमा कहिले काहीँ यो मान्छेहरूले कपडामा कस्तो कस्तो खालको लाग्छ होला 20 रुपैयाँ मात्र 20 रुपैयाँ यो औँठी लगाउनाले तपाईको घरको समस्या समाधान हुनेछ परिवार सदैव खुसी रहनेछ तपाईको कारोबार पनि चल्नेछ हाम्रा साना साना बच्चाहरू जो सुत्ने बेला हिसाब गरिदिन्छन् आमा बुवा पनि हैरान भएका हुन्छन् ती बच्चाहरूको खानको हालो यसो हेर्दै म त्यहाँ ओइ सर्फ कति हो भैया यसको 50 150 150 ए कमल ओइ ओइ कालो चाहिँ ठिक छ बजाउने कि होइन नबजाऊ तर अहिलेसम्म बाधा चाहिँ केही छैन बाधा त कहाँ गर्नु सक्छ तर आफूले बाधा लाग्यो आफूलाई बाधा चाहिँ यहाँ अब छैन 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 तिमी चाहिँ लगाउन एउटा म त लाँदिनँ यस्तो लाँदैन यो चाहिँ ब्ल्याकबाट छ कि छैन एकचोटि सोध त यो निलोको यो हौ त्यस्तो चाहिँ ब्ल्याक छैन म पसलको मान्छे दाजु कता हो यही त होला ब्ल्याकबाट यही त होला दाइ यसमा ब्ल्याकमा छ यो ब्ल्याकमा आउँदैन यो त हामीले जमानामा डराउँथ्यो नि है ब्ल्याकमा लेकिन राम्रो छ क्या यो लिने भयो अहिले लास्टमा लिनुपर्छ अहिले त्यसो हेरिरहने सामानहरू के कस्तो छ दुर्बिन भइरहेछ यहाँ के अरे त्यो यताबाट बुत्ता जान्छ भेटेपछि हेडिङ हान्नु मलाई छेउछेउको बेलुनहरू फुट्छ होला है मेरा नङ्का अब खेल्न सुरु गरिहाल्नु सकिन्छ हाम्रो टाइम अब छिटो हान ल कति गएर हान ल हान ल ठिकै छ हाने आयो दाइ गइसक्यो 20 रुपियाँ गइसक्यो 40 गइसक्यो 50 नआन एकछिन नआन 5 आना 5 के हो खोइ यता हेर त अब यहाँ कति बाँकी छ 80 भयो अब 20 रुपियाँ फिर्ता सानोमा हान्ने हो जाने आउँछ पर्छ 6 चाहिँ नपर्छ खेल्ला 20 का 20 30 का 30 40 50 50 हान्यो भयो सक्यो हानौ न
जाउँ ल फाइनली हाम्रो पूर्णको पैसा नि उडिसकेको छ कति उड्यो भन त टोटल मेरो 100 100 मेरो 120 उड्यो अब दोस्रो खालको रेल बुझ्दैछ औषधालयको लेखेको ब्यानरभित्र चाहिँ यसरी रेल कुद्दैछ फाइनली केटीहरूको समनाग्रासमा आउने घोडाहरू चाहिँ है एकदम तयारमा छ आना आना छिरा है छुयो छुयो Music presents. एकदमै रेस्ट यता हो हामी अलि भित्र होइन गाई छैन हामी चाहिँ फाइनली उड्नेवाला छौँ रोबोट टेपिङमा कसरी रोबोट टेपिङमा उड्नेवाला छौँ गाई छैन देखेछ हेर त क्यामेरा एकदम आज तिमी नि यति आउन ठ्याक्क देखिन्छ नि त होइन माथि आइसक्यो ला मोबाइल झर्छ नि हेर्छौँ होइन झर्दैन अरे बा यहाँबाट देख अरे यस्तो देखिन्छ ठुलो देखिन्छ त्रिवेणीको दृश्य यो चाहिँ है ल अब कमले कमले फोन जानु भएन है समाउँ मलाई समाउनु यसलाई देख मान होइन गाई छैन अब चाहिँ फाइनली हामी चाहिँ ब्लगमा हजुर हजुर एकदम यता आउनु यता आउनु न यहाँ आउनु न बोल्नु न हामी आउन लागेको थियो तर के थियो हल्का गफ झऱ्यो मजा तल आयो नि होइन किन म त हेर हावाको मात्र के छ गर्नु होइन समाएर झर त वाउ गाई चाहिँ एकदम कमाले कस्तो हल्ले कमाउनु परेछ डर होइन गाई त कमाउ कति खास झरे होइन झरे
एकदमै बदल भइरहेछ गाइस होइन तर यो बदल होइन एकदम आज चढ्दा त यो हाल्छ त उपर ल्यान्ड भइरहेछ होइन गाई छैन अब चाहिँ कस्तो भएको है झरे जस्तो किन म समाउँदै गाई तल झर्दा म समाउँदै छ होइन ल कमल होइन अब हामी त्रिवेणी मेलाको रमझम कस्तो भइरहेको छ तिमीलाई एकदम बोबाल एकदम बोबाल कमल भइरहेछ है सिस्टरहरूले माने आज यतै बसेर प्लान अब हामी झर्नु परेको नि यार अब त हामी झर्छु गाई छैन हाम्रो टाइम सक्यो जस्तो हामी झरेको नि अब यही हो मौका कमल यहाँबाट खिच्ने त्रिवेणी मेला हो गाई छैन यो चाहिँ अब हामीको झर्ने भयो यार सकेको हो र